हेलो पोखरा गुड मर्निङ पोखरा सबैजना आइसक्नु भएछ। यो चाहिँ पोखराको यात्रा त सबैजना आउँदै हुनुहुन्छ बिस्तारै बिस्तारै। हेलो तपाईँहरूको बिहानीको सुरुवात चाहिँ अक्षर मसरा भयो होला है। हाम्रो चाहिँ बिहानीको सुरुवात ठ्याक्कै पोखराको यता विन्ध्यवासिनी मन्दिर दर्शन गरेर सुरु हुँदैछ। विन्ध्यवासिनी मन्दिर बासिना हिमाल देखिया वहाँनिर यस्तो गोपाल हिमाल देखिया आफ्नै मान्छे हुन्छ है, आफ्नै मान्छे हुन्छ है, आफ्नै मान्छे देवदाय हुन्छ यता फोटो खिचिरहनु भएको मन्दिरतिर। अहिले चाहिँ हामी विन्ध्यवासिनी मन्दिर पोखरामा छौँ। यहाँको भ्यू देख्न सक्नुहुन्छ हजुरले, टक्क हिमालको काखमा छ यो मन्दिर। हामी चाहिँ रत्नगर 15 माधापुर चितवन अन्नपूर्ण टोलदेखि आएको। ट्याक्क पोखरा आजको दिन हामी पुरै पोखरामा बिताउँछौँ। अहिले विन्ध्यवासिनी मन्दिर घुम्छौँ अनि हामी फेवाले जान्छौँ। यो मन्दिर यहाँको दर्शनहरू सबै भइसक्यो। ग्रुपमा नाच्नु 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 भिडियो ल ल आउनु ल। ल कराउनु कराउनु। अहिले चाहिँ हामी फेवातालमा छौँ पोखराको। अब हामी सबैजना त्यो बिच्चाको मन्दिरमा दर्शन गर्न जान्छौँ। उहाँ व्हाइट गुम्बा छ। ल हाम्रो आजको यात्रा चाहिँ अब सुरु भयो। बोटिङको यात्रा अरू सबै उता गइरहन्। अब हामीहरू चाहिँ यता यता छौँ। हामीहरू चाहिँ ल हामीहरूको बोटिङ चाहिँ बिचमा पुगिसकेको छ। यता यता हजुर हुनुहुन्छ उतातिर हामी सबैजना घुम्न आयौँ पोखरा विन्ध्यवासिनी एकदम रमाइलो। उमरिया कागज उडाइदिए उठ्छ त मन्दिर चाहिँ त्यहाँ छ। अनि सानसानो बोटिङहरू भइरहेछ होइन। अनि हामी चाहिँ यता हामी जस ठिक छ रमाइलो छ। डाँडाकाँडा उता हिमाल त्यस्तो देखिरह हिमाल टक्क लगाएर यहाँहरू पानीमा बोटिङ गर्दैछौँ। तालबारीको क्लब हो कि भन्नाले क्लब भन्यो भने त्यस्तो ठुलो चाहिँ होइन, नचाउने टाइपको। अनि जस यो त्यो त्यो के अरे त्यो घर हुनेखेरि हरित धनीहरू जमानाको के अरे तपाईँको ब्रिटिसको हुन्छ नि त। लगाउ कति घन्टा हिँड्यो त? आधी घन्टा हिँड्यो। आधी घन्टा भयो। अब जाँदा वारी आइपुग्यो, पारी जाँदा फेरि आधी घन्टा लागिहाल्छ। भाउजूलाई सोध्नुपर्छ कस्तो भइरहेछ? एकदम रमाइलो भइरहेछ। रमाइलो हावा त लागेन नि। मान्छे भन्दाखेरि यो के अरे लाइफ ज्याकेट ठुलो मुन्टो घुमाउनु पुग्यो मान्छे होचो पर्यो। अब यो खोल्न नि फेरि अप्ठ्यारो हुँदैछ। त्यही दिन मलाई पनि त्यस्तै हो यहाँ। तर यो खुल्ला हुन मिलेन, हेर्न मिलेन। यो अगाडि खोल्न पर्यो। कहाँ खोल्नु मिल्छ? ड्रोन चाहिँ उडाउन पाइन्छ भने अहिले पाइन्छ नि त। आफूसँग चाहिँ लिएर हिँड्नु पाइन्छ नि त।
हामी चाहिँ अब देवतालबाट पुरै घुमेर आएँ त्यही सामानहरू छ त्यहाँ गर्लफ्रेन्ड छैन लानालाई लगिदिनु हुँदैछ किनेर किनेर राख्ने स्टकमा काम लाग्छ फ्याट्टा गइहाल्यो 160 सम्म लास्ट प्राइस 150 छिर्दिनै बाबाले कराउँदैन अरे कसको ब्याग हो त नि मलाई दिन्न पैसा 10 रुपियाँ होला त्यो भएर 100 रुपियाँ 30 दिनुपर्ने क्या त टिकट छ हाम्रो रमाइलो गर्दै दुईटा ये हाम्रो गोरे भाई चाहिँ निदा है ये लंगूर भाई कैसे हो इंडिया जाने वाला आदमी सो रहा है काय के लिए आया है तू सोने के लिए ल हाम्रो चाहिँ गाडी पार्किङ यहाँ हुँदैछ गाडी पार्किङ गरेर हामीहरू यहाँबाट अब 1 किलोमिटर हिँड्नुपर्ने हुन्छ हामीहरू चाहिँ अब गेटमा आइसकेका छौँ गेटबाट छिर्नुपर्ने हुन्छ यहाँ चाहिँ पुरै हिमाल देखिसकेको छ ल है लगभग आइपुग्यो हामीहरू चाहिँ यता टोलीहरू चाहिँ यता बस्नुभयो सब थकित चिन्तित अवस्था हुन्छ सबैजना है सब गाह्रो बनाएको ठाउँमा यहाँ फेरि पनि हामी चाहिँ सिडी चढ्दै माथि सरी लगाइसक्यौँ उकालो र मन्दिरभित्र छिर्नुपर्ने हुन्छ हामीहरू सबैजना रमाइलो छ भिडभाड चहल पहल र अब हामी चाहिँ सिडी चढिसकेका छौँ जानको लागि सिडी यस्तो छ चढ्नुपर्ने हुन्छ हामीहरू है त्यस पछाडि अरू आउँदै हुनुहुन्छ दर्शनको लागि दुईजना हाम्रो यता मित्र साहबहरू अगाडि गएर बसिसक्नु भएको छ र हामी एउटा घुम्ने त हाल्ने सिधा होइन र अब हामीहरू घुम्न पर्ने हुन्छ यहाँबाट है 108 शिवलिङ्ग सही घुम्न पर्ने हुन्छ घुम्दैछौँ हामीहरू त्यो रमाइलो छ यहाँ एउटा पहाड पनि हिमाल सल्लाको देखिसकेको छ यता डम्बरू यो चाहिँ शिवजीको डम्बरू है डम्बरू ए लौ न के को लाइन हो यस्तो यो ढोग्न पनि लाइन बस्नुपर्ने हो यो चाहिँ हाम्रो 108 शिवलिङ्गको लास्ट शिवलिङ्ग 108 नम्बरमा पर्नुभएको छ ढोग्ने हो निस्किने हो शुभ हजुर शिव भक्त अनि कस्तो भइरहेको एकदम आनन्द आइरहेको यहाँ आएर जान मन लागेन जग्गा किन्न पाए त किनेर बस्न हुन्थ्यो साउनमा दाइलाई 1 महिना यहाँ राखिनुपर्छ आनन्द डाँडा मलाई धेरै चाहिँदैन एक आना जग्गा भए पुग्छ बिहान दर्शन गर्न पायो त्यहाँ कुलायनको मन्दिर छ पक्कै पनि त्यहाँ गऱ्यो भने ऊ त डाँडाको चारपाटी बनायो नि त्यहाँ घर जस्तो कुलायनको मन्दिर हो ऊ त्यही हेरौँ न क्यामेरा अन भयो रेकर्डिङ पनि आँखा अन हुन्छ कि अन भइरहेको नि के भएन रोक्नु पर्यो नि
सुकी जान्छ मनैदेखि चढाउँछु खुम्तीको देशीरा लवैली जान्छ पाता सुकी जान्छ मनैदेखि लवैली जान्छ पाता सुकी जान्छ मनैदेखि चढाउँछु खुम्तीको देशीरा हर 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 महादेव फेरि भेट्नेछौँ हामी है निस्किन लाग्यो फेरि भेट्नेछौँ